हरे कृष्ण। अहिले सामाजिक सञ्जालमा सेतो वस्त्रधारी कालो मानव सल्बलाइरहेको छ। आफूलाई हिन्दुत्व र हिन्दू धर्मको व्यक्तित्व मान्ने, पर्सनल पार्टीको कार्यद्वारा चलेको र पार्टीद्वारा स्वचालित परिचालित एकजना व्यक्तिको अभिव्यक्ति रहेको छ कि मान्छेले प्रकृतिको पूजा गर्छन्, कुकुरको पूजा गर्छन्, गोरुको पूजा गर्छन्, गाईको पूजा गर्छन्, तर मान्छेले मान्छेलाई विभेद गर्छन्। मतलब हरेक धर्ममा, हरेक जातिमा, हरेक सम्प्रदायमा जात जातिलाई भित्राएर, जात जातिलाई घुसाएर जातीय द्वन्द्व र हिन्दू धर्ममाथि प्रहार गरिरहेको छ। आज मलाई त्यो व्यक्तिलाई सोध्न मन लागेको छ, कुन शास्त्र पढेर त्यो मान्छेले यस्तो कुरा गर्छ होला? कि हामीले जात जातिको बारेमा धर्मशास्त्रमा उल्लेख छ, हिन्दू धर्ममा, हिन्दू शास्त्रमा जात जातिको बारेमा कहीँ पनि उल्लेख छैन। हामीले पढ्ने श्रीमद् भगवत गीता, श्रीमद् भागवतम र हामीले पढ्ने वेद उपनिषदमा यसको बारेमा उल्लेख छैन। यो मानवद्वारा निर्माण गरिएको एउटा कुरीति हो। यसलाई सबै धर्मशास्त्रले मान्छ। होइन भने यसको उदाहरण तपाईँ चाहनुहुन्छ भने गौडिया वैष्णवमा, विशेष गरेर इस्कोन सम्प्रदायमा यसलाई पूर्ण रूपमा निषेध गरिएको छ। यहाँ जातीय विभेद शून्य रहेको छ। होइन भने तपाईँका पुरा टिमहरूसहित तपाईँका जात जातिका सबै मान्छे कसलाई जातीय विभेद चाहिएको छ, तपाईँ जातीय कुरा गर्नु छ, होइन? तपाईँहरू राई, लिम्बू, मगर, दमै, कामी, सार्की, जुनसुकै जातको व्यक्ति आउनुहोस् एकपटक इस्कोन सेन्टर भिजिट गर्नको लागि, जहाँ 80 देखि 90% दलितहरूले उच्च पदस्थ ब्राह्मणको पद सम्हालिरहनु भएको छ। र जातीय विभेद शास्त्र अनुसार मान्दैनौँ हामी। हाम्रो घरमा हामीले मान्दैनौँ। यदि त्यो व्यक्ति भक्त छ, आफू आचरणमा बसेको छ र शुद्ध सात्विक भोजनहरूले ग्रहण गर्छ भने जातीय छुवाछुत हामी मान्दैनौँ। तर यहाँ एउटा हिन्दू धर्मको सेतो खोल ओढेको, पशुभन्दा पनि तल्लो स्तरमा गिरेको व्यक्ति धर्मको नाममा जात जातिलाई घुसाएर जातीय द्वन्द्व सिर्जना गर्दैछ। यसमा जात जातिको कुरा गर्दा उसले सोधेको छ, कागको पूजा किन गरिन्छ? कागलाई यमराजको सन्देश वाहक र कर्मको सूचकका रूपमा मान्छौँ हामी, र कर्मको सूचकका रूपमा मानेर कागको पूजा गरेर शुभ सूचना र शान्तिको कामना गरिन्छ। र दीपावलीको खण्डन मान्छु म उसको कुरालाई। दीपावलीको 5 दिन यमपञ्चकका रूपमा हामीले मनाइरहेको विषयवस्तु उसले उठान गरेको छ। कुकुरको पूजा किन गरिन्छ? कुकुर निष्ठावान छ, एटलिस्ट त्यो व्यक्तिभन्दा धेरै उच्च स्तरमा छ कुकुर। कुकुर भन्न पनि सक्दैन त्यो हिन्दू धर्मको खोल ओढेर हिन्दू धर्मको बदनाम गर्ने व्यक्तिलाई। कुकुरको पूजा कुकुर निष्ठाको प्रतीक हो, सुरक्षाको प्रतीक हो, सतर्कताको प्रतीक हो कुकुर। यमराजका द्वारपाल पनि कुकुर नै मानिन्छ र भक्ति भावले हामी कुकुरको सेवा गर्छौँ, पूजा गर्छौँ। एक दिन कुकुर तिहार मनाइन्छ। गोरु पूजा किन गर्छौँ? गोरुले खेती गरेको छ, गोरुले मेहनत गरेको छ, गोरु धैर्यको प्रतीक रहेको छ, होइन? पहिले पो ट्र्याक्टर आयो त, पहिला गोरु थिएन, राँगा थिएन भने कसरी जोतिन्थ्यो? किसानको जीवनको अङ्ग भएकोले यसलाई आधार र कृतज्ञता व्यक्त स्वरूप उसको वर्ष दिनमा एक दिन पूजा हुन्छ। गाईको पूजा, गाईलाई लक्ष्मीको अवतार र सबै जीवको माता मानिन्छ। दुध दिने र जीवन पोषक भएकाले गाईप्रति कृतज्ञता देखाउँछ हिन्दू शास्त्रले, धर्मले, र हामी यसरी यिनीहरूको पूजा गर्छौँ। मान्छेको पूजाको कुरा आयो, मान्छेलाई नपुज्ने अरे, मान्छेलाई कुन बाहुनलाई चाहिँ यहाँ पूजा गरेर राखेछ र? ब्राह्मण, जो ब्राह्मण उच्च स्तरमा पुग्छ धर्मले, अनुष्ठानले, जातले होइन, एउटा कामी पनि ब्राह्मण बन्न सक्छ। तर ऊ आफ्नो कर्मद्वारा यदि ब्राह्मण लेभलमा पुग्छ, शिक्षा दिने व्यक्ति हुन्छ, चरित्रद्वारा ऊ निष्ठावान हुन्छ भने उसको पूजा गरिन्छ शास्त्र अनुसार। सो जात जातिको नाममा बाहुनलाई पूजा गरेको होइन, ब्राह्मण व्यक्तित्वको आधारमा, उसको चरित्रको आधारमा उसको पूजा गरिन्छ। यी पूजाहरूले सन्देश दिन्छन् प्रत्येक जीवको उपयोगी छ र सबैमा परमात्माको अंशस्वरूप विद्यमान छ। किरात र लिम्बू सम्प्रदायमा पनि प्रकृतिको पूजा हुन्छ। पुरातन कालदेखि नै एउटा संस्कार जीवित छ। उनीहरूका युगामा थेक, सुम्निमा, पारुहाङ र सिलाम सङ जस्ता देवता र अनुष्ठानहरू रुख, ढुङ्गा, नदी, जनावर र आकाशीय शक्तिहरूसँग जोडिएका छन्। त्यहाँ पनि मनुष्य र प्रकृति बीचको सन्तुलन नै धर्मको मूल मानिन्छ। फरक केवल रूपमा हो, भावना दुवैमा एउटै हुन्छ। प्रकृतिले जीवन दिन्छ र त्यसको सम्मान गर्नु पनि हाम्रो धर्म हो, कर्तव्य हो। कुकुर, काग, गोरु, गाईको पूजा केवल रीतिरिवाज होइन हजुर, कृतज्ञता हो, सहअस्तित्व हो र करुणाको अभ्यास पनि हो। चाहे वैदिक होस् या किरात दर्शन, दुवैको अन्तिम सन्देश एउटै छ, प्रकृतिको सम्मान नै परम धर्म हो। अनि यो मान्छेलाई कहाँबाट के चाहिएछ त्यस्तो कुरा? होइन, के चाहिएछ कि उसले हिन्दू धर्मशास्त्रका हरेक कुरालाई इङ्कित गरेर जात जातिसँग जोड्नुपर्ने, छुवाछुतसँग जोड्नुपर्ने, त्यसलाई
कागको पूजा, कागलाई यमदूत र समाचार वाहकको रूपमा पूजा गरिन्छ, सुनाइदिनुहोस् त्यसलाई। सुन्दै पनि होला यतिखेर त्यो मान्छेले, हैन? कागले कर्मको सन्देश यमलोकमा पुर्याउँछ भन्ने विश्वास छ। त्यसैले आधार गरिन्छ प्रकृतिको फोहोर मैलालाई सफा गर्छ। जैविक विज्ञान अनुसार, साइन्स अनुसार पनि उसले वरिपरिको फोहोर खानेकुराहरू खाएर प्रदूषित वातावरणलाई स्वच्छता दिने काम गर्छ। त्यसैले कृतज्ञ व्यक्त गरेर एक दिन अलिकति भात दिँदाखेरि त्यसको के रहेछ, फेरि के जाने रहेछ मैले बुझिनँ। कुकुरलाई भक्त र रक्षकको रूपमा सेवा गरिन्छ। हरेक दिन बेलुका बाहिर बस्छ, उसले द्वारपालको रूपमा काम गरेको हुन्छ, घरको रक्षा गरेको हुन्छ, संरक्षण गरेको हुन्छ। वर्ष दिनमा एक दिन उसलाई अलिकति खाना र माला लाउँदा त्यसको के गएछ फेरि? गोरुले खेती गर्छ, मेहनत गर्छ, धैर्यको प्रतीक छ। गोरुलाई सम्मान, कृतज्ञता। गौ हाम्रो सबैभन्दा लक्ष्मी हुन्, हैन? गाईलाई माता लक्ष्मीको रूपमा हामी पुज्छौँ, त्यसको के गएछ फेरि? सो किराँत, लिम्बू, राई, तामाङ, गुरुङ आदिले पनि त प्रकृतिको पूजा गर्छन्, रुखको पूजा गर्छन्, पहाडको पूजा गर्छन्। बोल्न सक्छ यो मान्छे? सक्दैन। पिसा फेर्छ यसले कट्टुमा पिसा फेरेर दुलो पस्छ यो मान्छे। किराँतको बारेमा बोल्न सक्दैन। बोलेर देखा न, तेरो मुख च्यातेर कानसम्म पुर्याइन्छन् किराँत दाजुभाइहरूले। लिम्बूको बारेमा बोलेर देखा। हेप्ने भनेको त तैँले हिन्दू धर्मलाई हो, सनातनलाई, अरू कसैको त समाउनै सक्दैनस् है तैँले। तामाङको, गुरुङको समाएर गरेर देखा त एकचोटि, भनेर देखा। किनभने उनीहरूले रुख किन पूजा गर्छन्, पहाड किन पूजा गर्छन्, खोला किन पूजा गर्छन्? सोध, सक्छस्? हिम्मत छ? सूर्य, चन्द्र, जनावर, पवित्र ढुङ्गा आदिलाई जीवित चेतना भएको शक्ति मानेर उहाँहरूले पूजा गर्नुहुन्छ। तैँले त गएर सोध्न सक्दैनस्। त्यसैले पूजा र धन्यवाद सह अस्तित्वको भावनामा आधारित हुन्छ। दुवै परम्पराको मूल भावना एउटै छ। मानव मात्र होइन, सम्पूर्ण जीव जगतप्रति श्रद्धा र सम्मान राख्न सिके झोले। त एमालेको झोले होस्, त्यो त मलाई थाहा छ, हैन? किनभने प्रकृति हाम्रो गुरु, पालनकर्ता र जीवनदात्री हो। यो कुरा नबिर्सी र आइन्दा तेरो मुख चलाउनुभन्दा अगाडि शास्त्र पढेर आइज, हिन्दू धर्म सिकेर आइज, सनातन के हो जानेर आइज, अनि बोल। नत्र तेरो सेतो धोती खोल र कालो वस्त्र धारण गरेर बस। हरे कृष्ण।